यस्तो यो टिपिकल खालको घर यता त वाइल्डै धेरै गाँजा पाइँदो रहेछ वाइल्डै धेरै किन यो कलकल पानी आइरहेछ यो पानीमा एक लट मुख धुलिदिउँ न त जस्तै यो लठी यसरी मलाई लिएर हिँड्दा चाहिँ मलाई चाइल्डहुड मेमोरिज जस्तै याद आयो क्या खुब केटाकेटीमा म चाहिँ यस्तो यो गर्दै अथवा टाङमुनि पछाडि यसरी यस्तो बना अहिले चाहिँ म ठ्याक्कै धाप ड्याम आइपुगेँ पानी छुन पाइँदैन रहेछ आर्मीले कराउने रहेछ धाप ड्याममा अनि पानी नछोए पनि पानी अहिले चाहिँ म धाप ड्यामको लागि जान हाट्दैछु अहिले म रुमबाट निक्लेर यहाँ चाबेल छेउमा छु चाबेलबाट गाडी चढेर उता जान हाट्दैछु अब हेरौँ कस्तो हुन्छ सुन्दरी जलबाट माथि हाइकिङ भन्ने सुनेको छ अब लेट स्टार्ट बस पार्किङ गाडी ओर्लेर सुन्दरीजल बस पार्किङ गाडी ओर्लेर उकालो हिँड्दैछ ठाड्यो माथिसम्म पाइपै पाइप थियो सुन्दरीजलको पानी खानेपानीको पाइप हो त्यो पाइपको उकालो जाँदैछ निकै हमे पर्दैछ जान माथि धाप ड्यामसम्म हो मान्छे धेरैजना छन् पछाडि पनि टन्नै छन् मान्छे अगाडि पनि जोडी जाँदैछन् अब जोडीको प्राइभेसी मेन्टेन गर्नलाई मैले देखाइनँ म चाहिँ धाप ड्यामको लागि 100 रुपियाँको टिकट काटेँ यहाँनिर गेटमा अनि टिकट काटेर जाँदैछु पाइपै पाइप यो सुन्दरीजलको खानेपानीको पाइपै पाइप जाँदैछु अहिले सबैभन्दा फर्स्टमा मभन्दा अगाडि 3 जना जाँदैछन् भ्लग बनाउँदै जाँदैछु चिल्याक्स ठाउँ छ शान्त ठाउँ एकदमै शान्त काठमाडौँको त्यो कोलाहल त्यो गजाङ गुजुङबाट काठमाडौँमा एक दिनको हाइकको लागि बेस्ट डेस्टिनेसन मध्येकै सुरुमा पुरै ठाडो उकालो छ बाटो त्यो सुन्दरीजलको यो गोकर्णेश्वरको खानेपानीको लागि लगेको सुन्दरीजलबाट सुरुमा ठाडो उकालो छ निकै हम्मे परिरहेको छ हिँड्नलाई मैले त्यही भएर हाफ प्यान्ट लिएर आएको छु अब अलिक एकान्तमा गरेर चेन्ज गर्नु पर्ला सिडी बाटो निकै उकालो छ तर पनि आई क्यान डु इट हौसला हारेको छैन मोटिभेसन हाई छ आई क्यान डु इट हेरौँ पुगिन्छ पुगिँदैन माथिसम्म सास भुलिए जस्तो भएको छ बाटो पुरै ठाडो उकालो छ पुरै असिन पसिन भयो पसिनै पसिना भइसक्यो तर अब बाटो अलिकति अहिलेको जस्तो ठाडो उकालो छैन अब चाहिँ सम्म छ अलिक अहिलेभन्दा बेटर हिँड्न पनि सजिलो घाम पनि छैन त्यति धेरै सबै शीतल छ पानी खान आँटेको त्यतिखेर घाँटी सुकेर च्याप भइसक्यो केही शीतल ठाउँ रहेछ क्या यहाँ त यो काठमाडौँबाट नजिकै हाइकिङको लागि बेस्ट ठाउँ रहेछ यो सुन्दरीजल अहिले चाहिँ म सुन्दरीजलमा छु अब धाप ड्यामसम्म हिँडेको हेरौँ पुग्छु पुग्दिनँ आई थिङ्क आई विल रिच देयर ड्याम मजा आइरहेको छ हिँड्नलाई अब अहिले त्यति धेरै गाह्रो भइरहेको छैन हिँड्नलाई यो अलिकति माथि आइसकेपछि सम्मसम्म चाहिँ ढाँटेको होइन सम्म चाहिँ सजिलो भइरहेको छ हिँड्न अघि सुरुमा चाहिँ अलिकति त्यो पाइप टिकट काटेको ठाउँबाट अलिकति माथिसम्म चाहिँ निकै गाह्रो भएको थियो त्यहाँबाट चाहिँ खासै गाह्रो छैन फटाफट हिँडिराखेको छ यतापट्टि खाँदैछन् मान्छेहरू सुन्दरी माई मन्दिर प्रवेशद्वार रहेछ यहाँनिर चाहिँ अनि अब सुन्दरी माईको मन्दिर पनि रहेछ यहाँ अब नजिकै बाटोमै पर्छ भने केही खाएको छैन दर्शन गरेर जान सक्यो अब बाटोमै आउँदैन भने त अब कसरी दर्शन गर्नु र पनि जाँदैछु म ठाडी ओह्रालो रहेछ यहाँनिर तल पुल छ जस्तो छ यो खोला कराइरहेछ र त्यो पुलसम्म पुगौँ ठिक्क लागेको छ भने ड्याम यस्तो दामी हाइकिङ छ यहाँ आउन सक्नुहुन्छ तपाईँहरू खोला चिसो भयो क्या गर्मी भएको थियो पसिनै पसिना भएको थियो मेरो पसिना ओभाइसक्यो यहाँनिर चिसो भइसक्यो मलाई यहाँनिर यो रहेछ यता रहेछ हाम्रो त्यो सुन्दरी माईको मन्दिर चाहिँ
अहिले चाहिँ म सुन्दरी माईको मन्दिर यता रहेछ, त्यता जान गइनँ। यो बाटो यो पुल भयो, दामी छ भ्यू। म 360 मा सबैतिर घुमाइन्छु। उकाली ओह्राली भन्छ जिन्दगी। अब ओह्रालो सक्यो, फेरि अब त्यो ओह्रालो गयो जति ओह्रालो गयो, अब फेरि उकालो फेरि सुरु भयो। जिन्दगी यस्तै अप्स डाउन त भइहाल्छ। अनि हो त्यही भएर अब चाहिँ हाम्रो फेरि अप सुरु भयो। अघि डाउन थियो, यता ओह्रालो थियो, अब फेरि हाम्रो उकालो सुरु भयो। हेरौँ, यो चाहिँ मेरो नितान्त हाइकिङ हो। बाटो थाहा नभएर अलिक धेरै घुम्नु परेछ आफू। अब अलिकति धेरै हिँड्नु पऱ्यो। यो चाहिँ हामी रोडको बाटो आएछु भनौँ न, के हामी भन्नु आएछु। अनि उता तयको जुन सिँढी थियो, सिँढीबाट उता जाने बाटो रहेछ, त्यो बाटो चाहिँ सर्टकट जाँदो रहेछ हिँड्दै जानेलाई। यो चाहिँ अब रोडको बाटो रहेछ, बाई रोड जानेलाई। अब हेरौँ, अब यही बाटो भयो भने जाउँ, हेरौँ कहाँसम्म पुगिन्छ। अब यो चाहिँ खासमा चाहिँ गाडीको बाटो रहेछ। यो चाहिँ मैले बाटो ध्यान नदिएर अलिक धेरै घुम्नु पऱ्यो। मैले के पाठ सिकेँ भने, मैले यात्राका क्रममा देखेका वस्तुहरू अध्ययन गर्दै विचार गर्दै हिँड्नुपर्ने रहेछ भन्ने कुरो सिकेँ मैले। अहिले त मैले विचार नगरेकोले गर्दाखेरि फोकटमा धेरै हिँड्नु परिरहेको छ। 8.5 महाकाल झुले चिसापानी रहेछ। धाब्रेमा त बाटो रोडबाट जाँदा 18 किलोमिटर, यहाँबाट हाइकिङ जाँदाखेरि 8 किलोमिटर रहेछ। यो चाहिँ फेरि ठाडो उकालो, पुरै ठाडो उकालो छ। म चाहिँ अब हाइकिङ हिँडेको यताबाट जाएँ। आधारभूत विद्यालय स्थापना 2034 र चाहिँ हाइक जाँदाखेरि हाइकको बाटो चाहिँ निकै कच्ची छ। यो फलैजामा फलै चाहिँ भनौँ न, यो काठको यसमा मुढामा 2-3 मिनट जति रेस्ट गरेर अब अगाडि बढ्दैछु। घाम लास्टै लागेको छ, टन्टलापुर छ, घामैपट्टि फर्काइन्छु म। अनि यो बाटो पो ठाडो बाटो, फेरि गाडीको बाटो, बिचमा सिडी हाइकिङको लागि हुँदै त मिसमास हुँदै जाँदो रहेछ। हेरौँ पुगिन्छ पुगिँदैन, निकै गाह्रो पर्न थालिसक्यो। 8 किलोमिटर छ त्यहाँ तल लेखेको। अब हेरौँ कहाँसम्म पुगिन्छ। रोडवे यता रहेछ, अनि हाइक यता यो ठाडो रहेछ। अनि म चाहिँ अब यता चिसापानी सायद सिन्धुपाल्चोक होला, यतापट्टि रहेछ। म यता जान्छु। अब लास्टै गर्मी छ। अनि मैले चाहिँ अब यो गर्मी भएकोले गर्दाखेरि पेन्ट खोलेँ, हिँड्न पनि अप्ठ्यारो भइरहेको थियो र अहिले हाफ प्यान्ट लाएर अब फेरि म जाँदैछु, अगाडि बढ्दैछु। यता त वाइल्डै धेरै गाँजा पाइँदो रहेछ, वाइल्डै धेरै। सरकारले पनि गाँजालाई लिगल बनाउनु पर्छ भनेर क्वेसन उठाइरहेछन् धेरैले। यो जडीबुटीको रूपमा लिनुपर्छ, यसलाई दुर्व्यसनीको रूपमा होइन, एउटा खेतीको रूपमा लिएर अगाडि बढाएर नेपाललाई हब बनाउनुपर्छ भन्दै अहिले त धेरै गाँजाका लुगा, गाँजाका ब्यागहरू बनाएको देखिरहन्छ। अब सरकारले अब त्यसलाई पोजिटिभली लिन्छ कि नेगेटिभली लिन्छ, त्यो चाहिँ अब हामीले हेर्न बाँकी छ। हेरौँ, तर बाटो चाहिँ ठाडै उकालो छ क्या। अनि र पनि अब जाँदैछु। घाम निकै टन्टलापुर छ, कतै मकैको धान जमरा निक्लिसकेको छ भने यो साइडतिर मकै भर्खर लगाउँदैछ, भर्खर पसाउँदैछ भनौँ न। पुराना घरहरू रहेछन् यहाँनिर, माटो र ढुङ्गाले बनाएको। पहिला पहाडको टिपिकल घरहरू। पहिला केटाकेटी हुँदाखेरिको झगल्को दिने गरेको यहाँ दाउराका घरहरू। अनि पूर्वतिर चाहिँ, तर यो चाहिँ अलि गोकर्णेश्वर हो। यो यस्तै हुन्थ्यो हाम्रोतिर पनि पहिला घरहरू। बाटो अझै पनि ठाडै छ उकालो चाहिँ। यो चाहिँ अहिले बाटो आधी बाटो जति आइपुग्यो। अनि यो देखाइरहेको छु अहिले। हेरौँ, चना आलु खाजा खाएर आधी घन्टा जति रेस्ट गरेर अलिकति फ्रेस भएर फेरि म अगाडि निक्लेँ। अब यो उकालो खासै धेरै छैन, त्यसैगरीसम्म सजिलो बाटो आउँछ भन्नुभएको छ त्यहाँ खाजा खाएको ठाउँमा त्यो दाइले।
अब हेरौँ खाजासाजा खायो अरे त्यसरी तलबाट सामान भक्कु बोकेर आउनु पर्दैन रहेछ यी माथि नि सबै थोक पाउँदो रहेछ माथि नि किन्दाखेरि हुने रहेछ क्या त्यो तल बस पार्कबाटै बोकेर आउनुपर्छ भन्ने छैन बाटो एकदम सजिलो छ जुन अघि बिचमा चाहिँ सकिँदैन कि जस्तो लाग्दै थियो तर जुन त्यो एक्सपेक्टेसनभन्दा धेरै सजिलो बाटो आइसक्यो अहिले त यो किनभने यस्तो सम्म छ सबै यस्तै छ जस्तो छ अब बाटो अनि अघि जुन मलाई खाजा खाँदा जितेका थिए उनीहरू रेस्क्यु आइरहेछन् अहिले म फेरि अगाडि भएँ यो लाइफ यस्तै हो कहिले अघि कहिले पछि कहिले अघि कहिले पछि हुन्छ यो चलिरहेको छ यसलाई सामान्य रूपमा लिने हो जाने घाम एकदमै बबाल घाम छ बाटो एकदमै दामी छ हिँडिरहेको छु मेरो फर्स्ट एभर भ्लग हो यो अनि के बोल्ने कसरी बोल्ने ढिलो छिटो कहिले यो उल्टिँदो रहेछ अनि हो त्यो भइरहेछ मिलाएर बुझिदिनु होला म त्यस्तो त्यो धेरै चटपटा खालको के होइन सादा सिम्पल खालको इन्फर्मेसन टाइपकै बनाउँछु भरसक बनाउँदाखेरि बाटो सजिलो छ बाटो एकदमै सजिलो छ त्यति धेरै गाह्रो छैन अहिले त अघि बिचमा एकचोटि चाहिँ निकै गाह्रो भएको थियो अहिले फेरि गाह्रो पछाडि सजिलो त आइहाल्छ नि बाटो कच्ची बाटो स्कुटर बाइकहरू पनि अलिअलि कुद्ने अनि बस्ने ठाउँ साइडमा चाहिँ अति नै दामी छ क्या यो साइडमा घाम नहुनु देखेरी बस्नुले भित्रभित्र एकदमै सजिलो छ सुरुमा निकै गाह्रो थियो अब अहिले फेरि गाह्रो छैन क्या निकै सजिलै छ गइरहेको छु बाटो रातो माटो जस्तो छ यो ग्राभल पनि छैन कच्ची बाटो छ पानी पर्दाखेरि चाहिँ पुरै यो हिलो भएर हिँड्न नसकिने हुन्छ जस्तो देखिन्छ हेर्दाखेरि चाहिँ अब कस्तो छ थाहा छैन त्यो मलाई बाटो अहिले निकै सजिलो छ आरामले हिँडिराखिया छ अहिले चाहिँ यहाँ बस्न ओर्न चाहिँ हरियाली चाहिँ लास्टै दामी क्या यो चौरी जस्तो यहाँनिर यो चाहिँ सबैतिर रहेछ फेरि यो बस्नलाई यस्तो ठाउँ चाहिँ यहाँनिर बस्नलाई आएर बस्नलाई ड्राई पिकनिक साथीहरूसँग आएर गर्न एकदमै राम्रो ठाउँ छ तपाईँहरू पनि आउनुहोस् हाइकिङ गर्नुहोस् एक त रमाइलो अर्को हेल्थ पनि राम्रो हुन्छ यो हिँडाइले यो सबैतिर रहेछ क्या फेरि यस्तो यो उयो चाहिँ यो चौर जस्तो बस्नुलाई ड्राई पिकनिकको लागि एकदमै मान्छेले ड्राई पिकनिक गरेर जस्तो छन् आगो बालेर त्यो पनि रहेछ हिँड्न मजा आइरहेछ अहिले चाहिँ मलाई ओह्रालो झरो फेरि अघिसम्म थियो कच्ची बाटो ओह्रालो झरो क्या अब ठाडो ओह्रालो आयो अनि घना जङ्गल पनि आयो एक्लै अब अलिकति रिक्सी पनि हुन्छ अलिक डर लाग्छ भने साथीहरूसँग पनि आउन सकियो अब डर लाग्दैन एक्लै सोलो म जस्तै ट्राभल गर्न मन छ भने एक्लै आउन पनि सक्यो तर यो घाम पनि अब सकिँदै रहेछ किनभने हाम्रो यता भित्रपट्टि चाहिँ अब शीतल छ जस्तो छ अनि देखाइरहेको छु मजा आइरहेछ हल्का यहाँ ओह्रालो भएकोले गर्दा कुद्नुपर्ने जस्तो भयो यहाँनिर चाहिँ कुदेर कच्चा बाटो कुद्दै तल आइपुग्यो साना पैनी भन्छ हाम्रोतिर त अब पैनी भनौँ पैनीहरू रहेछ यहाँनिर बाटो आरामको छ अहिले त अघि सिडीको बाटो झुनिकै गाह्रो थियो अहिले त आराम छ बाटोको ठाडो उकालो ओह्रालो अझै सकिएकै छैन ओह्रालो गइरहेछ बाटो अहिले त अघि चाहिँ उकालो थियो अघि जति उकालो हिँड्यो त्यति नै ओह्रालो हिँडिन्छ जस्तो छ जाँदैछु एक्लै सुनसान छ बाटो कोही छैन केही छैन लेट्स सी हेरौँ कहाँसम्म पुगिन्छ बाटो पुरै ओह्रालो छ मजा एक्सपेक्ट गऱ्यो भने त धेरै मजा आइरहेको छ क्या जुन एक्सपेक्टेसनले आएको थिएँ त्यो एक्सपेक्टेसन भन्दाखेरि एक्सपेक्टेसन नलिकन हिँड्नुपर्ने रहेछ एक्सपेक्टेसन राख्नु हुँदैन त भन्छन् नि त त्यो एक्सपेक्टेसन गऱ्यो भन्दा धेरै मजा आइरहेछ त्यसरी ठाउँमा यो दुईवटा बाटो चाहिँ आइरहेका रहेछन् क्या अघि एक ठाउँ झुकिएर झन्डै उल्टो बाटो गएछु यस्तो बाटोहरू आइरहेका हुन्छन् हो त्यस्तो चाहिँ अलिकति आउँदाखेरि विचार गर्नुपर्ने रहेछ म चाहिँ अहिले अब यो ठुलै बाटो जाँदैछु पक्कै पनि पुगिन्छ होला पानीको आवाज कलकल स्वा
गर्दा आइरहेको छ। दाइले पनि भन्दै हुनुहुन्थ्यो त्यो अब खोलाको छेउछेउ जाने हो भनेर। त्यो दाइले ठिकै भन्नुभएको रहेछ जस्तो लाग्यो। बाटो एकदमै दामी छ, हिँड्न पनि रमाइलो, सबै थोक दामी नै छ, मजा आइरहेछ। एक्लै गइरहेको छु, तल खोला देखिरहेछ, यहाँबाट देखिँदैन रहेछ छेकेर। अहिले चाहिँ हाम्रो यो यता साइडमा बाटो अनि एक साइडमा बाटो एक साइडमा खोला रहेछ क्या, पैनी जस्तो ठुलो पानी, सफा पानी। प्रदूषण बनाउने त हामी मान्छेले नि हो, प्रकृतिले त आफैमा केही पनि गल्ती गरेको छैन क्या। प्रकृतिलाई थाहा छ कस्तो बनाउनु पर्छ। अनि पानीको यो कलकल कलकल आवाज सुन्दाखेरि यति फ्रेस भइरहेको छ, यति पिस मिलिरहेको छ नि मलाई। अनि यो बाटो पानी, यो यहाँको पानी भयो, यो म यताबाट आएको बाटो, अनि म अब यता जाने बाटो, यो म यतातिर जाने बाटो। अब के भन्नु, हाइली रिकमेन्ड क्या हाइकिङको लागि। तपाईँहरू हिँड्दै आउनुहुन्छ भने पनि ठिक छ, हिँड्दै आउनलाई पनि ठिक छ, बाइकमै आउनुहुन्छ भने पनि एकचोटि चाहिँ आउनै पर्ने रहेछ क्या। साह्रै शान्त ठाउँ, काठमाडौँको नजिकै रहेको। यो पानीबाट अलग रहन सकिनँ, यो कलकल पानी आइरहेछ। यो पानीमा एकलट मुख धुलिदिउँ न त जस्तो लागेर। यहाँ मुख पनि धोएँ, चिसो छ पानी, सफा छ। बेग्लै यो प्रकृतिसँग रमाउँदाखेरि बेग्लै आनन्द के, प्रकृतिसँग जोड्न सक्यो भने आफू, र यो प्रकृतिसँग पनि जोडिनु पर्ने रहेछ भन्ने कुरो सिक्दैछु बिस्तारै। के भनौँ यो ठाउँलाई त म के भनौँ, शब्दमा बयान गर्नै सकिनँ मैले। गर्मी भएको अनि यो पानीको जुन ओसिलोपना छ नि, जुन खोलाको छेउको ओसिलोपनाले यति शीतल चिसो भएको छ भने नि, बाटो हिलो छ। बाटो बाइकमा आउन निकै साह्रो छ, चराहरू कराइरहेछन्। यो पानीको आवाज, यहाँ पानी सफा पानी मस्त बगिरहेछ। तपाईँहरू आफै देख्न सक्नुहुन्छ पानी, अनि यति दामी छ नि यो भ्यू। म यताबाट आएको, यता जाँदैछु। म चाहिँ यो ठाउँको मलाई सबभन्दा धेरै अब्सेसन भएको यो ठाउँको भनेको यसको यो जुन ओसिलोपना छ नि, यो गर्मी चिसोमा यति शीतल छ नि यहाँनिर। यो सबै भुइँ चिसो छ, सबै यति आनन्द आउँछ। छेउमा खोला छ यहाँनिर, आवाज अलिअलि आउँछ होला, अहिले चाहिँ अलिक टाढा भयो, नभए छेउमै पनि आउँछ, ठाउँमा यहीँनिर छ। अनि हो यसको चाहिँ म लास्ट चाहिँ अब्सेसनै भयो क्या मलाई यसको चाहिँ, यो ओसिलोपना चिसो अनि बाटोको चाहिँ म के भनौँ अब। यो बाटो छ, यो ठाउँ त लास्टै अँध्यारो छ। यो हाइकिङको लागि आएको, यो अहिले सबै रुखले ढाकेको छ, शीतल छ, तर अलिक डरै लाग्दो गरी अँध्यारो छ। तल खोला कुद्दैछ। यतातिर चाहिँ अलिक एक्लै आउनुलाई डर लाग्दै रहेछ होइन। अलिकति पुरै सुनसान सन्नाटा जस्तो छ। अब यहाँ चाहिँ अलिकति केही पनि छैन, यस्तो जङ्गल छ पुरै, अनि कोही छैनन्। अलिकति यहाँ चाहिँ डर लाग्दो लाग्ने गरेको सन्नाटा रहेछ यहाँ चाहिँ। सो पनि केही छैन, जाँदैछ। अब 1 घन्टा जतिमा पुगिएला सायद। सम्म चाहिँ मेरो निकै चुमचुम थियो, सम्म पनि थियो, बाटो हिँड्न सकिरहेको थियो। अब चाहिँ दम फाक भइसक्यो, 12 पनि बज्न आँट्यो। यतापट्टि जाने उकालो बाटो, ढुङ्गे बाटो छ, यता तलबाट आएको यो ओह्रालोबाट। अब जाने चाहिँ यता हो, अनि निकै गाह्रो हुन थालिसक्यो, हिँड्दाखेरि खुट्टा दुख्न थालिसक्यो। टाढै रहेछ, द्याट इज नट अ कप अफ टी रहेछ। पानी हल्का धुम्म पर्न थाल्यो एकापट्टि चाहिँ, एकापट्टि उज्यालै छ, हरियाली ग्रिनरी छ। त्यहाँ अगाडि बोर्ड थियो, त्यो बोर्डबाट यता 3 किलोमिटर रहेछ क्या अब धापड्याङ।
पुग्नलाई। अनि अब फेरि एकछिन रेस्ट गरेर फेरि सुरु गरेँ मैले हिँड्नलाई। हो 3 किलोमिटर रहेछ बाटो, ग्राभल बाटो छ, गाडी बाइक कुद्ने गरीको बाटो छ, बाटो राम्रो छ। अनि एकछिन रेस्ट गरेँ। अब चाहिँ निकै दम फाक भयो, अलिकति सकियो जस्तो भएको छ। त्यही नि जाउँ। अब 3 किलोमिटर त रहेछ। अब खासै बोल्न सकिन्छ जस्तो छैन यो ब्लगमा। अब चाहिँ उकालै मात्र रहेछ, लगभग माथि मात्रै जाँदैछ। हिँड्न पनि निकै गाह्रो भइसक्यो, त्यो समथर पनि सकिसक्यो। अब चाहिँ लट्ठी चाहिएला जस्तो हुँदैछ। अनि अब अहिले चाहिँ मैले एउटा लट्ठी भेटाएँ। अब यही लट्ठीको सहाराले हिँड्दैछु। निकै गाह्रो रहेछ पुग्नलाई। अब चाहिँ निकै माथि माथि पनि आइपुगिसक्यो। अब चाहिँ निकै गाह्रो पनि हुन थाल्यो। नसकेर लट्ठीको सहारा लिएर हिँड्दैछु। हेरौँ अब कति बेला पुग्छु। पुग्न त म पुगेरै छाड्छु। अब टाइम मात्रै कति लाग्छ भन्ने कुरो। अब 2 किलोमिटर जति होला लगभग। पारीको दामी भ्यू देखिँदो रहेछ। देखिन त अब मोबाइल एन्ड्रोइड भएकोले गर्दाखेरि त्यति मजाले मोबाइलमा चाहिँ क्याप्चर भएन। त्यही नि हामी यो दामी छ भ्यू। यहाँनिर कालो टिनै टिन भएको घरहरू रहेछ एकै खालको। यो चाहिँ रातो भयो, रातो भन्दा नि यहाँनिर चाहिँ कालो टिन भएका घरहरू एकै खालका घरहरू रहेछन्। त पर यो अर्कै जिल्ला होला सायद त्यो त माथि 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 घरहरू रहेछन्। घाम लागेको छ। अब जाने बाटो चाहिँ यता हो। अहिले यताबाट आएको हो। अब हामी जाँदैछौँ यता। जस्तै यो लट्ठी यसरी मलाई लिएर हिँड्दा चाहिँ मलाई चाइल्डहुड मेमोरिज जस्तो याद आयो क्या। खुब केटाकेटीमा म चाहिँ यस्तो यो गर्दै अथवा यो टाङमुनि पछाडि यसरी यस्तो बनाएर चाहिँ खुब गाडी गाडी भन्दै अब त्यो जमाना अनुसारको कुरो हो त्यसरी खेल्थेँ। मैले यो यसरी हिँड्दाखेरि चाहिँ मलाई ठ्याक्कै त्यो बचपनको याद आयो। म जो शिवपुरी गेटमा टिकट काटेर भित्र बस्दाखेरि 820 जति भएको थियो होला। अनि फाइनल्ली आइपुग्यो धाप ड्याम। अहिले चाहिँ म ठ्याक्कै धाप ड्याम आइपुगेँ। पानी छुन पाइँदैन रहेछ, आर्मीले कराउने रहेछ धाप ड्याममा। अनि पानी नछोए पनि पानीको छेउबाट चाहिँ देखाइरहेको छु मैले। अनि यो भ्यू छ धाप ड्यामको। लगभग 4 घन्टा जति लाग्यो होला मलाई सुन्दरी जलबाट यहाँ आइपुग्नलाई। हरियाली अहिले अब जेठको महिना छ, बर्खाको सिजनमा हरियाली ढुङ्गा यसरी बिछ्याएको छ यहाँ बस्नलाई। वरिपरि यता 2 साइडबाट चाहिँ यता र यो साइडबाट चाहिँ यहाँ छेउमा आएर बस्न पायो। 2 साइड चाहिँ पुरै बन्दै गरेको रहेछ। भिडियो लास्टसम्म हेरेर साथ दिनुभएको सबैजनालाई धेरै धेरै धन्यवाद। आगामी दिनहरूमा पनि यस्तै हेरी नै भिडियो बनाउने कोसिस गर्नेछु। कमी कमजोरीलाई अब सुधार्दै जान्छु। के मिस्टेक हो यो चाहिँ तैँले गल्ती गरिस् भन्ने केही छ भने त्यसमा बोलाइदिनुहोस्। धेरै धेरै धन्यवाद। अन्तिमचोटि धाप ड्यामको भ्यू हेर्नुहोस्। अन्तिमचोटि हेर्दै अब म पनि निक्लिन आँट्दैछु। यो चाहिँ अन्तिमचोटि भ्यू। पानी पर्न आँट्दैछ माथि। ल बाई एभ्रिबडी, टेक केयर।